कामको नाम एउटा सिन्का सार्नु होइन हेर न लाज पनि छैन हेर त्यो गिलासमा अर्काएर आएर त्यता चिया पकाएर खाने अलि पातल भयो त के हो आफै पकाए होइन 15 चोटि भन्दाखेरि बल्ल ल्याहान यति त मलाई ठिक हुन्छ तिमीलाई है त नखानी हो परोटी आज खाने हो मैले अहिलेसम्म तिमीले खान्न भने हेर न दाडी त्यहाँ चिज हालेर देखेर त अघि खाइहाल्छु अरे हो यति चिया दिन पर्छ कति दिन भयो चिया खान नपाएको के दिइरहेको छ सधैँभरि कस्तो कति दिन भयो अस्ति म देऊ न देऊ भन्दा अबे मेरो त भ्यालु नै थिएन त नि अस्तिसम्म त यति नै खानी हो कहिले दिन नखानी साच्चै तिमीले ल्याउ के मलाई पनि मलाई त्यति ठिक हुन्छ के हेर त अर्का गराएर रात चलाउने के हो महानी हो अनि अहिले रोटी खाने म भात खान्ने यत्रो खाची अझ खाने पनि हो भात पनि रोटी माछा कुल दिन्छ र हामीलाई माछा र रोटी ला शरम छैन हेर हेर नि त्यो चिया हेर नि चिया मलाई यति नभए त नदेऊ के म त तिमी यहाँको कति दिन भयो तिम्रो छुट्टी कहिलेबाट भएको 25 गतेबाट तिमी 25 गते बेलुकादेखि लगेर तिमी यही छैन होइन हिजो बिहान एकछिन गयो अस्ति गयो एकछिन त्यो एमकेको ज्याकेट किन्न म जान्न भनेकै थिएँ त नि अनि किन नकिन्लान् के बिहान चियादेखि खाजादेखि भातदेखि या धन्न सम्हाले जाऊ भन्न नहुने दुईजना बुढाबुढीले कमाएको के गर्ने हो र तिमीले के हेर त चिया आफूलाई त आफूलाई मलाई नि बिगारी हेर चिया धेरै बढ्दिएको तिमीले भाँडा बनाउटेर कहाँ त्यत्रो धेरै दिन्थ्यो रहनु त तताको चाहिँ मिठो लाउन थाहा होइन र ल्याउ बेलुका दे त्यो ब्रेड दिन्न कि म त अहिलेसम्म खाना भनेमा चाहिँ चिज हालेर देखेर आमामा कति डाडी भएको हो अर्को त तर खाऊ त्यहाँ है आफ्नो घर चाहिँ सुँग्नु चिज पनि हुनु पर्यो नि घिउ छ हाम्रो घर त जामा हेर त अघि पछि ब्रेड खाना थिएँ त्यो चिज हालेर देखेर मुटु फुट्न थाल्यो डाडीका मैले बनाएको भनियो